कुदेर जानुपर्ने हुन्छ है। अब छोरी हराएर हैरान छ यहाँनिर खोज्दा खोज्दा होइन। अब हामी यहाँ पुलमा हिँडेकै छौँ होइन। खाना खाने ठाउँ चाहिँ भेटिरहेको छैनौँ। मलाई चाहिँ म्यामले के भनेर फकाउनु एभ्रिवान वेलकम टु ब्याक माई न्यू ब्लग सो। साथीहरू आज चाहिँ हामी नुवाकोटको गुप्तेश्वर मन्दिर जाँदैछौँ। त्यहाँ चाहिँ के कस्तो हुन्छ म देखाउने नै छु। सो हेर्दै गर्नु होला। कस्तो तोर्पे रे यार। सो हाम्रो गुप्तेश्वर मन्दिरको यात्रा चाहिँ सफल भइसकेको छ अनि हामी चाहिँ अब आइसकेको छौँ। यहाँबाट चाहिँ अब हामी गाडीलाई साइड जाँदैछौँ। अझै गयो ए म त यहाँनिर देखेर गाडी रोक्ने ठाउँ अझै हिँडेर जानुपर्छ या। अब हामी चाहिँ यहाँ गाडीको चाहिँ हालत त्यस्तो छ। गाडीले आज हामीले नचाउनेसम्म नचायो होइन। आमा उखार्नुसम्म उखार्यो। टाउको यहाँ ठोकेर कतिचोटि यहाँ प्यारो भइरहेको छ। म्याम चाहिँ चिलमा के पढ्नु हुँदैछ त्यहाँ स्टाटस पढ्नु भएको म्यामले आज अब यहाँबाट चाहिँ हामी गाडीलाई साइडमा राखेर आधी घन्टाको बाटो हिँड्नु पर्ने हुन्छ। सो यस्तै चलिरहेको बाङ्गटिङ्गो होला जस्तो छ आज घर पुग्दा त। सो हामी चाहिँ सबैजना गुप्तेश्वर मन्दिरमा आइसकेको छौँ होइन। मन्दिर पुग्नु चाहिँ अलिक धेरै माथि नै पर्छ, टाइम लाग्छ। त्यसको तल यहाँनिर गाडीहरू पार्किङ गर्ने ठाउँमा चाहिँ आइसकेको छौँ। अनि यहाँबाट चाहिँ हामी सट्टी तुपारीको उकालो जानुपर्ने हुन्छ होइन। कहाँ देखिँदैछ देखिरहेको छैन त यहाँबाट त। त्यहाँ जाँदा धेरै हिँड्नुपर्ने रहेछ। यहाँबाट चाहिँ आधी घन्टै लाग्ने रहेछ लगभग हिँड्नुको लागि चाहिँ। मान्छेको भिड चाहिँ धेरै छ है। हाम्रो जनताहरू चाहिँ यतातिर हुनुहुन्छ। मेरो साथी छ भने तपाईँले साथी छ गाडीमा खाली भएछ भनेर पो मैले फोन गरेँ। गाडीमा मान्छे नआउने भयो भनेर मलाई यहाँ पनि घाउ भएछ। खुट्टा नि घाउ भयो मुखमा लाइल सबै ठाउँमा के हो निलो छ त छलाएको नि छलाउनु त उठा गाडी आएर यो लाइट गएको होइन त। लाइटै गयो एक्सिडेन्ट अङ्कलको खती। भीम चाहिँ बिचरा बमिट गर्दा त्यहाँनिर बसिरहेको छ। तपाईँ कहाँ गएर आउनुभयो? हामी त नजाने अब त कति ढुसी आएको के त्यो कुहिरो लागेको भनेको के मेरो भाषा अर्गानिक 11 बजिसक्यो अनि
खाना अर्डर गरेर जानु होला भनेर बोर्ड देखाएको मैले फोन नम्बर लिनु भनेर नि फोन नम्बर छैन फेरि कोही भात नखाने होला अर्डर गरेपछि मात्र बन्ने रे अर्डर त गर्नु पर्यो होला नि अर्डर नगरी पाउँदैन खाना आज त व्रत हो नि मन्दिर आएको सबको व्रत होला आज छैन म्याम बिचरा म्याम हामी त ढुट्टै भाजु त टाउको ठोकेर हिँड्छ ठोकेर लाइन त खतरा हुँदो रहेछ नि त नि यत्रो लाइन भिडमा दर्शन गर्न जानु कसरी पुग्ने त चेपमा चेपिएर मरिन्छ होला जे मागो त्यही पुग्छ हैन सम्पत्ति नहुने सम्पत्ति लगाउनु शपिङ गर्छौँ हैन पुल हो यो चाहिँ हाम्रो अङ्कल चाहिँ आज सानमा हिँडिरहनु भएको छ खोला वा यहाँबाट चाहिँ हामी अब हिँड्दै 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 बल्ल जानुपर्ने हुन्छ त्यहाँ चाहिँ उँभो जाने बाटो छ अनि अझै उतै हिँड्नुपर्ने हो अङ्कल हामी हुन सक्छ सो साथीहरू अहिले चाहिँ हामी टक्क लाएर होइन गाडी चाहिँ माथि पार्किङ गरिसकेको छौँ अनि यहाँ मन्दिर चाहिँ यहाँ माथि जानुपर्ने हुन्छ अहिले चाहिँ हामी जाँदैनौँ भरै मात्रै जान्छौँ अब खाना खानु जानु लागेको होइन अनि खाना खाएर बल्ल सुटिङ स्टार्ट हुन्छ त्यसपछि मान्छेको भिड लाइन चाहिँ धेरै रहेछ के ए माथि तलदेखि कति धेरै छ होइन अनि भरै 3-4 बजीतिर चाहिँ हामी जानेछौँ अनि त्यो लाइनहरू भिडहरू अलिक सकिन्छ भनेर अनि यता देख्न सक्नुहुन्छ आमामा अर्ग्यानिक खोला छ यहाँ है खोला छ यहाँ चाहिँ हामी अगाडि नै जानुपर्ने हुन्छ सो हिँडिरहेको छौँ भिडभाड धेरै छ है यता मान्छे चाहिँ हुनुहुन्छ भमिटिङ गरेर गाडीमा पित्तै छाप्ने गरी छादेको आज होइन गाडीमा छाप्दा गरेर बेहोस भएर यहाँनिर उठेर हिँडिरहेको छ अब खाना खाँदाखेरि टङ्गिन्छ होला अनि खोइ झोलङ्गे अनि यता चाहिँ छ हाम्रो झोलङ्गे पुल यहाँ पनि अहिले हामी तर्नुपर्ने हुन्छ चढ्ने मन चाहिँ छ अहिले एकछिनमा चढ्नुपर्छ होइन तर कस्तो राम्रो रहेछ है त हो भन्नु पनि छैन हो त अब खाना खानु चाहिँ अब हामी अलिकति हिँडेरै जानुपर्ने हुन्छ यहाँबाट खाना चाहिँ हाम्रो अर्डर भइसकेको छ होइन वा 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 कस्तो राम्रो खोला कि कसो हो हाम्रो म्याम चाहिँ एकदम ब्युटिफुल भएर हिँडिरहनु भएको छ क्युट भएर राम्री भइसक्नु भएको छ हाम्रो अर्ग्यानिक खोला वा देख्न सक्नुहुन्छ नेचुरल बनाएको खोला होइन नि यो नेचुरलिटी के पूजाको सामानहरू चाहिँ यति धेरै पाउँदो रहेछ यतातिर पूजाको सामान त्यही भएर खानियो दाल भात तरकारी हो भएको भए जागिर मासु अनि पो खान्थ्यो त मासु वा 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 भन्दै यहाँनिर उयो गर्नुपर्छ सबैजना कहाँ पुगिसक्नु भयो ताली बजाउने मान्छे छैन म्यामले ब्याटल त दामी गर्नु हान्नुभयो जस्तो अवस्था त्यस्तै अब हामी चाहिँ आइसकेको छौँ फेरि अझै तल रे खानु जाने ठाउँ नभेटेर यहाँनिर खोजिरहेको छौँ है ए गाडीले छिएको हौ मलाई त कुन होटेलमा अर्डर गर्नुभयो त्यही थाहा भएन अरे क्या हिँडिरहेको छौँ भिडबाट त यति छ नि पुरै नगरौँ हिँडेकै छौँ होइन खाना खाने ठाउँ चाहिँ भेटिरहेको छैनौँ मलाई चाहिँ म्यामले के भनेर फकाउनु हुँदैछ ल भन्नु त रुद्राक्ष चाहियो अरे म्यामलाई अब अर्को साल म दसैँमा घर जान्छु होला अनि बल्ल म लिएर आउँछु अरे बिक्री भएन घरतिर भयो भने त मुनितिर कति फाला हुन्छ नि कति हुन्छ कति नि
ग्रै नगरौँ यसको तामामा जस्तै कि अब हाम्रो त्यहाँनिर तरकारीहरू फल्छ नि होइन त्यस्तै त्यो कति फालिरहेको के फल्छ रे? हामी मलमा तल के तल के फल्छ रे? घरमा तरकारीहरू तरकारी कि तरकारी 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 भन्नु त तरकारी 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 के उहाँलाई देखाएर भन्नु लाउनु के भन्ने रे तरकारी ए अघि नै भनिरहेको थियो शुद्ध व्याकरणमा अघि तरकारी भनिरहेको थियो फर्स्ट मान्छे हो 100 मा 100 नम्बर अनि मान्छे हो नि हैन उ त्यहाँ राम्रो घर रहेछ छ डिजाइन त होइन होइन हाम्रो अङ्कल यहाँ के भन्नुहुँदैछ आज तर घामै लागेको छैन अङ्कल कस्तो देखिरहेको छैन ऊ माथितिर डाँडै डाँडा कस्तो गाउँ देखेको सो हामी चाहिँ आइसकेको छौँ है अब खाना खाने ठाउँमा हजुर तपाईँ कता हराउनु भएको तपाईँ हराउनु भएर यहाँ खोज्दा खोज्दा हामी यता हो अङ्कल के छ त अङ्कल तन्ना खानु ल हात दिएर जाने हो हातै नदेखाउनु त यहाँ हात दिनु हुँदैछ हात नदेखाइदिनु पर्ला सो हामी चाहिँ खाना खाने ठाउँमा आइसकेको छौँ खाना चाहिँ आएको छैन होइन त्यसको लागि वेट गरेको छौँ हामी चाहिँ सबैजना आज हामी लगभग 10जना जति छौँ होइन 10जनामा यतिजना मात्रै छ त खै त अरू ए 10जना छौँ हामी यहाँ त 8जना छौँ 8जना ए 2जना चाहिँ उता हुनुहुन्छ होइन अनि खाना आएपछि अब हामी चाहिँ टक्क खानेछौँ हाम्रो चाहिँ खाना आइसकेको छ अब हामी चाहिँ खानु लागेको है खानु हुँदैछ सप्पा कति 2जना पनि आइसकेको छ अङ्कलको खाना आयो हुन्छ नमस्कार खामै खाम थपी थपी खाम म त नवको डुब्चेश्वर पो आएछ अनि तपाईँ कता ए आउनु न के शनिबार मात्रै हाम्रो डाइरेक्टर सर है हाम्रो समीरको सृष्टि अङ्कलको छोरी भीम मोहन दाई कृष्ण दाई मेरो चाहिँ कसले खेदिदिने यो चाहिँ म हो है खासमा चाहिँ मैले यो फुललाई टिपेको थिएँ यस्तो यहाँनिर लाउने बनाउँछु भनेर लास्टमा त भएन यो के पो भयो बनाउनै आएन यो बनाउनै आएन अनि यत्तिकै छ यो चाहिँ यतातिर कति धेरै यो फुल चाहिँ पाउँदो रहेछ त्यो मोबाइलको सुनि पनि राख्छु भन्दाखेरि यहाँ चाहिँ हाम्रो टेक भइरहेछ त्यसको साथै यतातिर खोला चाहिँ भोपाल रहेछ माथितिर चाहिँ यस्तो जङ्गल रहेछ होइन हेलो एभ्रिवान हाम्रो चाहिँ सुटिङ लगभग सकिन लागिसकेको छ अब यहाँनिर गुप्तेश्वर मन्दिरमा चाहिँ अब थोरै खिच्ने भन्नुभएको छ अनि त्यसपछि चाहिँ हामी घर जाने अहिले चाहिँ लगभग 3 बजिसकेको छ होइन अरू टिमहरू चाहिँ तलतिर आउनु हुँदैछ म चाहिँ यहाँ धेरै माथि आइसकेको छु अनि त्यसको साथै म यहाँनिर माथि देख्नुहुन्छ कस्तो उल्टो पो देखिरहेको छ हौ साइनबोर्ड त गुप्तेश्वर महादेव मन्दिर चाहिँ यहाँ माथि छ धेरै माथि जानुपर्ने हुन्छ होइन त्यसको उकालो चाहिँ अब म चढ्दैछु सो उकालो चाहिँ चढिरहेको छु म होइन यहाँ चाहिँ धेरैवटा सिडीहरू चढेर जानुपर्ने हुँदो रहेछ जानुपर्छ यो चाहिँ धेरै माथि रहेछ महादेव ए शिवजी भगवान् महादेव होइन कुन भगवान् शिवजी भगवान्को मन्दिर बाट पनि अझै माथि जानुपर्ने हुन्छ होइन झन्नै लड्यो सो अहिले उकालो चढिरहेको छु सिडी चाहिँ एकदमै धेरै माथि 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 चढेर पुग्नुपर्ने रहेछ होइन अनि अब कस्तो झनै लड्यो लाठी चाहिँ किन भइरहेको चाहिन्छ नि गीत बजेर बजेरकै मैले भिडियो पनि पाएको धारा पनि रहेछ नि त यहाँ चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ धारा पनि धारा अब यहाँबाट चाहिँ हामी यता जानुपर्ने हुन्छ यहाँबाट यता घुमेर होइन कता घुमेर जाने सो अहिले चाहिँ हामी अब मन्दिरतिर जाँदैछौँ उकालो चढ्दैछौँ त्यसको साथमा अगाडि अगाडि हिँडिरहनु भएको छ हाम्रो अङ्कल म्यामहरू चाहिँ
सो हामी चाहिँ यहाँ माथि आइसकेको छौँ होइन। यहाँबाट चाहिँ अब फेरि अझै माथि नै जानुपर्ने हुन्छ होइन। अघि बिहान त भन्नुहुन्छ भने होइन बिहानदेखि यति भिड थियो नि होइन 10-11 1-2 बजीसम्म भिड थियो होइन। यहाँ छिरिसक्नु थियो नि बाहिर टेकिसक्नु थिएन। अहिले चाहिँ अब लगभग 4 बजी आइसक्यो नि त त्यही भएर होला सबैजना अब गइसक्नु भयो होला आफ्नो आफ्नो घरतिर। किनभने अब टाढो टाढोबाट आइरहनु हुन्छ नि त गाडीहरू रिजर्भ गरेर रिजर्भ गर्नुको लागि। अनि अहिले चाहिँ पुरा सुनसान छ क्या। अहिले चाहिँ मान्छे पनि हुनुहुन्न कोही नै। अहिले चाहिँ पुरै सुनसान रहेछ। नत्र भए त अघि बिहान हेरेको होइन यहाँ त पुरा यो सिडी त बाहिर टेक्ने ठाउँ थिएन क्या। हामी बस्नु सक्ने स्थिति नै थिएन क्या। अहिले जुन हामी चाहिँ सुटिङ गर्नु भनेर आएको नि त खासमा चाहिँ अनि त्यो सुटिङ गर्नु स्थिति नै थिएन क्या। अनि अहिले चाहिँ सबैजना मान्छेहरू गइसक्नु भयो त्यही भएर हामी चाहिँ आएको होइन। अहिले चाहिँ सुनसान रहेछ सुनसान। यहाँ चाहिँ ऐना पनि रहेछ। ओहो यस्तो देखिरहेको म चाहिँ आजदेखि ओह सेट। यहाँबाट चाहिँ अब हामी फेरि उतै जानुपर्ने हुन्छ होइन। हिरो दाइ कस्तो महसुस भइरहेछ तपाईँलाई? एकदम आनन्द हल्का हो एकदम। यहाँ चाहिँ अनि के गरेको नि ढुङ्गाहरू चढाएको हो? ढुङ्गाहरू चाहिँ खाली खुट्टा हिँडिरहेको छु म खाली खुट्टा। धेरै हिँड्नुपर्ने रहेछ नि त। यस्तो रहेछ कि आम्मा ढुङ्गाको बुट्टै बुट्टा छ भनेको यहाँ चाहिँ। सो हामी चाहिँ होइन उकालो हिँड्दा 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 बल्ल 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 आइपुग्नु लागेको छौँ। यहाँ चाहिँ ढुङ्गाको चट्यान रहेछ कि कस्तो दामीबाट हो। अझै माथि त्यो माथिको टाउकोमा अझै माथि जानुपर्ने हुन्छ है साथीहरू। मन्दिर चाहिँ मेरो यहाँनिर यो जामा लगाएर पनि टेकिरहेको छ। यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो रहेछ। अब चाहिँ हामी चाहिँ यहाँदेखि आएको यहाँदेखि यता पनि रहेछ त बाटो त तला भित्र छ कि। अब सो पूजा गर्ने ठाउँ चाहिँ यहीँ छ। के को मन्दिर भन्नु थियो? होइन शिवजी कि महादेव? शिवजी महादेव थान यो पूजा गरिरहनु भएको छ है। सो हामी चाहिँ अब पूजा गरिसकेर पनि फर्किँदैछौँ। सबै भेट्छ हामी केही चिन्ता लिनु पर्दैन यसले छिट्टै भेट्छ। हातमा होइन चराले हगेर कतिखेर। सो गाइस हामी चाहिँ अब गुप्तेश्वर मन्दिरको पुल झोलुङ्गे पुल तर्दैछौँ। मेरो अगाडि अङ्कल कुद्नु हुँदैछ। हाम्रो चाहिँ सिन अलिकति यहाँ अझै बाँकी रहेको छ। त्यसको साथमा हामी चाहिँ छिटो छिटो गरेर जानुपर्ने हुन्छ हो कि होइन भन्नु? छिटो कुद्नु एकदमै ढिलो भइसक्यो। पछाडि ब्याक रे ब्याक। हाम्रो ट्याक्सी यहीँ परेको छ होइन। अब हामी चाहिँ यहीँबाट डगुर्ने छौँ। ल अङ्कल हामी चाहिँ यहीँबाट जाने हो कुदेर? हामी 4जना होइन 4जना हो। ल यहीँबाट हामी चाहिँ कुदेर जानुपर्ने हुन्छ है। अब छोरी हराएर हैरान छ यहाँनिर खोज्दा होइन। अब हामी यहाँ पुलबाट चाहिँ कुदेर जानुपर्ने हुन्छ। त्यसपछि सिन सकाएर घर कुद्नुपर्ने हुन्छ। हेर्नु ल छिटो आउनु छिटो यहाँबाट दौड्नु पऱ्यो नि त। छिटो आउनु है। ल हाम्रो लास्ट डेक है यहाँनिर सबैजना। अब यहाँ दौडिहाल्नुपर्छ अरे छिटो। साथीहरू नुवाकोटको खोला चाहिँ यही हो होइन। अनि त्यहाँदेखि गुप्तेश्वर मन्दिर चाहिँ माथि छ। त्यसको साथमा उता सुटिङ चाहिँ भइरहेको छ तर देखिरहेको छैन है। हेलो एभ्रिवान अब हाम्रो चाहिँ सुटिङ सकिसकेको छ होइन। लगभग अहिले चाहिँ अब 5 5:30 भएर 6 बज्न लागिसक्यो होइन। अनि हाम्रो सुटिङ चाहिँ अब सक्यो। अब हामी चाहिँ घर जानुपर्ने हुन्छ। काठमाडौँतर्फ लाग्नुपर्ने हुन्छ। हाम्रो गाडी पनि यहाँ रेडी छ। अनि त्यसको साथसाथैमा आजको भिडियो मेरो भ्लग चाहिँ यति नै हो होइन। सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला। राम्रो त छैन साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। सबैजनालाई टाटा बाई बाई। फेरि नेक्स्ट भिडियोमा भेटौँला।